शान्ति र समावेशीकरणको लागि कविता। निर्लज्ज भएर हाँसिरहेछ यो समाज आज। निर्लज्ज भएर हाँसिरहेछ यो समाज आज। उसको बलात्कृत आँसु देखेर, उसको आँसुको पलाई तिमी महसुस गर्न सक्दैनौ। बरफको कुरा के गर्छौ? न्याय न्याय भनी कराइरहेछौ, तर न्याय शान्त छ, मौन छ। समावेशीकरणको नारा लगाइरहँदा संवैधानिक रूपमै महिला हुनुको मूल्य चुकाइरहेछ अनि विधिको शासन लज्जित भइरहेछ एका बिहानै खेतको आली आलीमा जानु, पसिना बगाउनु, गम्छाले पसिना पुस्नु अनि तिर्खाएका अन्नका दानाहरूलाई पानी दिनु उसको नित्य कर्म हो। उसलाई राहत, कोटा, आरक्षण केहीसँग मतलब छैन। उसलाई राहत, कोटा, आरक्षण केहीसँग मतलब छैन। राज्यले समावेश गरोस् या नगरोस्, उच्चतामा सामेल गरोस् या नगरोस्, ऊ आफ्नो कर्म गर्न छोड्दैन। गरिरहन्छ अनवरत। प्रकृतिको अमूल्य वरदान नै प्रेम हो। प्रकृतिको अमूल्य वरदान नै प्रेम हो। जति बाँड्यो जति छर्यो उति उर्वर, जति बाँड्यो जति छर्यो उति उर्वर। जसलाई गर्यो जति गर्यो उति ऊर्जावान। तर मान्छे प्रेमको पनि मूल्य लगाउँछ। मूल्य मात्र होइन, ज्यान दिएर मूल्य तिर्छ। कारण ऊ दलित हो, उपल्लो वर्ग हो, पिछडिएको अनि सीमान्तकृत हो। खै त समता, खै त समानता। युगौँदेखिको यो द्वन्द्व, खै त परिवर्तन। युगौँदेखिको यो द्वन्द्व, खै त परिवर्तन। लिखित रूपमा संसारकै सर्वोत्कृष्ट संविधान हाम्रो, तर व्यवहार जहाँको त्यही, दैनिकी जहाँको त्यही। यो बाहुन यो मगर भन्यो अल्झिरह्यो, यो बाहुन यो मगर भन्यो अल्झिरह्यो। लेखेर के हुन्छ, बोलेर के हुन्छ? बाँच्न सक्नुपर्छ। अस्तित्व सबैलाई प्यारै हुन्छ। एकले अर्काको अस्तित्व स्वीकार्न सक्नुपर्छ। बाहिर बाहिर भाषण मात्रै होइन, पारिवारिक र व्यावहारिक रूपमै स्वीकार हुनुपर्छ। पारिवारिक र व्यावहारिक रूपमै स्वीकार हुनुपर्छ। तब शान्ति र सुव्यवस्था पनि कायम हुन्छ। मेरो कविता हिंसा चाहँदैन। मेरो कविता सहअस्तित्व चाहन्छ, शान्ति चाहन्छ। लेखाइ मात्र होइन, जीवन्त चाहन्छ। कविता जस्तै भएर बाँचेको हरेकको सुन्दर जिन्दगी चाहन्छ। कविता जस्तै भएर बाँचेको हरेकको जिन्दगी चाहन्छ। लेखाइ मात्र होइन, जीवन्त चाहन्छ। कविता जस्तै भएर बाँचेको हरेकको सुन्दर जिन्दगी चाहन्छ। कविता जस्तै भएर बाँचेको हरेकको सुन्दर जिन्दगी चाहन्छ। कविता जस्तै भएर बाँचेको हरेकको सुन्दर जिन्दगी चाहन्छ।